के हेर्नु साथीहरू, यो त केही पनि होइन, योभन्दा धेरै धेरै वायर। कति धेरै वायर छ, हेर्नु त कति धेरै वायर। नोइसमा कुनै समस्या कुनै हेर्नुहोस् कसरी घुमाइएको छ हेर्नुहोस्। त्यस कारणले भिडियो अन्तिमसम्म हेर्नुहोस्। तपाईँ पनि काम गर्दा गर्दै वायरिङ गर्दा गर्दै कुनै वायर छोटो भएर कुनै समस्यामा परेर वायर जोइन गर्न लाग्नुभएको छ भने कस्तो जोइन चाहिँ राम्रो हुन्छ प्लिज भिडियो हेर्नु होला। हेलो गुड मर्निङ, नमस्कार साथीहरू, सबैजना सन्चै आरामै हुनुहुन्छ होला, सन्चै आरामै रहनु होला। जो जहाँ हुनुहुन्छ स्वस्थ रहनु होला, व्यस्त रहनु होला भन्दै म चाहिँ आजको भन्दै बिजुलीको वायरिङ गर्दा गर्दै कुनै बेला मिस्टेकले काम फस्छ होइन, वायर छोटो हुन्छ। त्यस्तो बेला चाहिँ कसरी टेम्पोरेरी हामी जोइन गरेर वायर चाहिँ कस्तो जोइन गर्दा चाहिँ राम्रो हुन्छ त्यसको बारेमा भिडियो बनाउँदैछु। भिडियो चाहिँ प्लिज अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला र हल्का नलेज पनि लिनु होला। कस्तो जोड्दा चाहिँ राम्रो हुँदो रहेछ होइन, कस्तो जोड्दा चाहिँ पर्फेक्ट हुँदो रहेछ, त्यसको लागि चाहिँ एउटा सानो भिडियो बनाएर हजुरहरू समक्ष देखाउन लागेको छु। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। म चाहिँ अब ड्युटीमै डेली अब बिजुलीकै वायरिङको भिडियो बनाउँदै हजुरहरू समक्ष लिएर आउने कोसिस गरेको छु। प्लिज भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला, हेर्नु होला कसरी जोइन गर्दो रहेछ र कस्तो जोइन चाहिँ राम्रो हुँदो रहेछ हेर्नु होला है त। कुनै बेला इनकेस तारलाई जोड्न पर्यो भने आइडिया, तार जोड्ने आइडिया, सजिलो आइडिया हेर्नुहोस् है। यो चाहिँ अब जोड्न चाहिँ मिल्दैन र पनि कहिलेकाहीँ बाध्यतामा परेर जोड्यो भने चाहिँ हेर्नुहोस् है त, तारलाई काटिदिने, त्यस पछाडि तारलाई छिल्दिने, छिल्दाखेरि यहाँ दागी आउनु भएन। अच्छा, त्यस पछाडि हेर्नु यसलाई सर्लक्कसँगले यस्तरी फैलाउने हेर्नुहोस् है। यस्तो तरिकाले यसरी जोड्छन्, यसरी घुमाएर यो चाहिँ नजोड्ने हेर्नुहोस् है त। देखाउँदैछु है त हजुरहरूलाई आइडिया, सानो आइडिया, हल्का आइडिया लगाएको अवस्था, केबल जोड्नलाई आइडिया लगाएको अवस्थामा हेर्नुहोस् है त साथीहरू। हेर्नुहोस् म चाहिँ जोड्यो भने कसरी जोड्यो भने चाहिँ ठिक हुन्छ भनेर सानो गर्मीको अवस्थामा, ड्युटी गरेको अवस्थामा यो चाहिँ हाम्रो डेलीको कामै हो। हेर्नुहोस् यसलाई चाहिँ नै यसरी जोड्छन् मान्छेहरू, यसरी जोडेर पिलासले टाइट गरेर यसरी टेप मार्छ। ठिक छ, यो चाहिँ के छ तपाईँलाई यसरी जोड्यो खालास त्यसको अब ओरिजिनल जोडाइ हेर्नुहोस्, ओरिजिनल जोडाइ हेर्नुभयो हेर्नुहोस् ठ्याक्कै यस्तै। यसलाई पनि पहिला बराबर हेर्नुहोस्, त्यस पछाडि यता घुमायो, यता घुमायो, यता ठ्याक, त्यस पछाडि प्लाग लगायो, त्यस पछाडि प्लाग लगायो, त्यस पछाडि लगायो,
टेन्सन, कुनै टेन्सन छैन, एकदम पर्फेक्ट जोइन हेर्नुहोस्। यसमा ट्याक्क यस्तो हालेपछि हेर्नुहोस् यो जोइन कतै लाग्दैन, कतै लाग्दैन, जोइन छ कि छैन कतै लाग्दैन भने तपाईँहरूलाई थाहा लाग्छ। हेर्नुहोस् है त, हाम्रो ओरिजिनल जोडा। अब यो मजाले जोड्न चाहिँ यसलाई हाम्रो केबललाई फर्स्टमा यसरी गर्ने, त्यस पछाडि यसको पनि सेम फैलाउने। सब भ्युवर्सहरूलाई इलेक्ट्रिसियन काम सिकाउने हो। अब जति पनि मेरो युट्युबमा भ्युवर्स हुनुहुन्छ सबलाई इलेक्ट्रिसियन काम सिकाउने हो। ठ्याक्क यस्तो भयो, ठ्याक्क यस्तो भयो। अब कोर बाई कोर यसको भित्र मिलाउने। हेर्नुहोस् है, कोर बाई कोर मिलाउने। हेर्नुहोस् है, कोर बाई कोर मिलायो ठ्याक्कसँगले, कोर बाई कोर मिलाएपछि ठ्याक्क यस्तो भयो। हेर्नुहोस् है, अब यसलाई ठ्याक्क यस्तो मिलाएपछि हेर्नुहोस् ठ्याक्क भयो। अब यसलाई पनि ठ्याक्क मिलाउने, कोर बाई कोर मिलाउनुपर्छ, सिरियल मिलाउनुपर्छ। ट्याक्क 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 ट्याक्क। हेर्नुहोस् है त, ल हेर्नुहोस्। अब यसलाई प्लायरले दबाएपछि यसको व्यवस्था हुन्छ। प्लायर छ, प्लायरले ध्यानसँग हेर्नुहोस् है, प्लायरले यसलाई घुमाइदिने। हेर्नुहोस् है त, हाम्रो हिल्टीको ट्याङ ट्याङ टुङटुङ चाहिँ डेलीकै हो। यो चाहिँ नयाँ कुरो होइन, किनभने अब काम गर्दै गरेको ठाउँमा साउन्ड त भइ नै हाल्छ होइन, साउन्ड हुनु चाहिँ नर्मल कुरो हो। त्यस कारणले ठ्याक्कसँग ठ्याक्कसँगले अब हेर्नुहोस्, जोड्न त मिलेन, तर केस जोड्न पर्यो भने यस्तो हेर्नुहोस्, यस्तो हेर्नुहोस्, जोइन हेर्नुहोस्। अब यसलाई तपाईँ जति तान्नुहोस् केही फरक पर्नेवाला छैन। हेर्नुभयो, जोइन यसरी जोइन गऱ्यो भने चाहे तपाईँ कुनै बेला मिस्टेकले तार तान्यो भने पनि निक्लिँदैन। त्यो अघिको जोइनवाला कुनै पनि बेला तपाईँलाई धोका दिन सक्छ त्यो जोइनले त। अब फर्स्टमा त जोइनै गर्न नहुने हो, तर जोइन गरिहाल्यो भने चाहिँ ए सिलु लाउ त, ओइ सिलु लाउ। यो चाहिँ सिलु पनि भन्छ, ट्युब पनि भन्छ, ट्युब पनि हो। यो चाहिँ जोडेको ठाउँमा यो चाहिँ सोच्नुहोस् हात भाँचिएर प्लास्टर लगाए जस्तो सेम होइन, प्लास्टर लगाएको यो चाहिँ। अब यसलाई चाहिँ नि अलिकति चाहिँ नि ट्याक्कसँग टेप पनि हालिदिउँ, टेप चाहिँ नभागोस् भनेर। ट्याक्कसँगले टेप लगाइदिउँ, ठिक छ। टेप लाग्यो, टेप लगाएपछि यसलाई चढाइदिउँ सर्लक्क लगाएर। अलिकति सानो भएको अवस्था छ, साइड बाई साइड नभएको अवस्था होइन, त्यस कारणले अलिकति परेशानी बढेको अवस्थामा छ। ठ्याक्कै सिलु सानो भए चाहिँ
केस जोइन गर्न पर्यो भने चाहिँ यस्तो हुनुपर्छ। ठ्याक्क हेर्दा थाहा नहोस्, ठ्याक्क यहाँ पनि अब हल्का त थाहा भइ नै हाल्छ, तर थाहा नहोस्। यस्तो जोइन गऱ्यो भने, यस्तो जोइन गऱ्यो भने चाहिँ एकदम बेस्ट हुन्छ। करेन्ट पनि यसबाट समस्या हुँदैन, करेन्टको लागि नि एकदम राम्रो हुन्छ। त्यस कारणले जोइन चाहिँ बेस्ट जोइन गर्नुपर्छ है त। तर खास गरेर त नजोडेको राम्रो होइन, तर जोड्न पर्ने अवस्थामा चाहिँ केबुललाई चाहिँ यस्तो जोइन गर्दा एकदम राम्रो हुन्छ। नभए त कोसिस गर्ने नजोड्दा राम्रो। तर इनकेस इमर्जेन्सीको अवस्थामा त जोड्न पर्यो नि त। अब हाम्रो नि यहाँ इमर्जेन्सी भएको अवस्था छ, त्यस कारणले चाहिँ जोड्न पर्ने बाध्यतामा परेर हो, नभए चाहिँ जोड्ने चलन थिएन। तर जोड्दा यस्तो होस्, यसरी हातमा लाग्नु भएन, किनभने यसको धारले फेरि काट्छ त। फेरि कतै वायर अर्को वायरमा चोट लाग्यो भने फेरि स्पार्किङ गर्छ, प्लसमा फायर पनि हुनसक्छ होइन। त्यस कारणले चाहिँ सकभर चाहिँ कोसिस गर्ने नजोड्ने। जोड्न पर्यो भने चाहिँ इलेक्ट्रिसियनको काम हो, लापरवाही गर्नु भएन। किनभने कुनै पनि बेला आफैले धोका खान सकिन्छ। इलेक्ट्रिसियन काममा चाहिँ लापरवाही गर्यो भने कुनै बेला आफै फन्दामा परिन्छ फेरि, किनभने आफैलाई करेन्ट लाग्ने हो। काम त अरूले आएर गर्दैन, फोरम्यानहरूले नि आएर काम गर्दैन। त्यस कारणले गरेपछि चाहिँ अलिकति मेहनत गरेर राम्रैसँग जोडौँ है त। यो हुन्छ म चाहिँ इलेक्ट्रिकल केबल कसरी जोइन गर्ने त्यसैको बारेमा चाहिँ हल्का सानो, यो चाहिँ हाम्रो हिट गन हो। यो चाहिँ गरम हावावाला लाइटरले पनि गर्न सकिन्छ, तर लाइटरले चाहिँ धेरै टाइम लाग्छ नि त। अब अलिकति मात्रै काम हुँदैन नि त, धेरै काम हुन्छ। त्यस कारणले कलर बाई कलर नि मिलाउन जरुरी छ है साथीहरू। म चाहिँ कलर बाई मिलाएन भने हुँदैन। हेर्नुहोस्, ट्याक्क जोडेपछि अलिकति ध्यानसँग हेरेन भने चाहिँ थाहा हुँदैन। त्यस कारणले इलेक्ट्रिकल केबल चाहिँ यसरी हेर्नुहोस्, ट्याक्कै भयो कि भएन हेर्नु त। यो चाहिँ हाम्रो काम चाहिँ डेली हुन्छ होइन, रियालिटी जस्तै भनौँ न, रियालिटी नै हो हाम्रो। हेर्नुहुन्छ ट्याक्कैसँगले मिल्यो नि। भिडियो प्लिज अन्तिमसम्म हेरेर साथ दिनुहोला भन्दै गुड बाई। नेक्स्ट भिडियो भेटौँला।